नमस्ते। संडे इभिनिङ बुढाबुढी भएर हामीहरू आएर छौँ गाई चराउन। यस्तो गर्मी छ अनि छायामा बसेर देख्नुहुन्छ पछाडि चराउँदैछौँ अनि दुईजना भएर गफ गर्दैछौँ। अब साथीभाइहरू सबैजना यता नदी छ हाम्रो यहाँ अरुणाचलको। यहाँ हेर्नु संडे कसरी आउँछन्, नुहाउन जान्छन्। अनि मेरा साथीभाइहरूले मलाई भने कि हामी पनि नुहाउन जाउँ, मजा आउँछ भनेर। मैले भने भाइ म त जान सक्दिनँ, अवस्था छ यस्तो, दुईजनालाई खाना बनाएर खुवाउनु छ भनेर भन्दाखेरि मेरा साथीभाइहरूले मलाई माया गरेर, धेरै माया गरेर एउटा नाम दिए, स्पेसल नाम। त्यो नाम हो एसपी। एसपी भनेको हो स्वास्नी पीडित। के हो? पीडित हुनुहुन्छ? त्यो साथीभाइहरूले मलाई मायाले दिएको नाम हो। अब म पीडित छु कि छुइनँ मेरा साथीभाइहरू हे जान्दछन्। उनीहरू त्यति निष्ठुरी त छैन नि त कि मलाई त्यसै यस्तो खतरनाक नाम दिन्छन्, एसपी। मेरा साथीभाइहरूलाई के सोचिरहेको छ तिमीले? त्यसै नाम दिन्छन्। त्यो भाइ मलाई थाहा छैन, त्यो म कसरी भन्नु अब आफ्नो कुरो। आफै मेरो साथीभाइहरूलाई थाहा छँदैछ, तिमीले जति नै होइन भने पनि छँदैछ थाहा। र अब के भन्नु हो, म स्वास्नी पीडितै हो। यस्तो टाइममा पनि पीडित भइदिएन भने त फेरि जिन्दगीभर सुन्नुपर्छ। अनि अब आफूलाई पनि राम्रो लाग्छ आफ्नो हमसफरको साथ दिनको लागि, उसको काम हात बटाउनको लागि। समय भेट्दाखेरि, सधैँभरि त अब समय हुँदैन, अनि हप्तामा एक दिन त पीडित हुनै पर्यो नि त। यस, आई एम एसपी। एसपी भनेको के हो कमेन्टमा चाहिँ भनिदिनुहोस् है, कसलाई याद छ। आजको भिडियो यति नै। सधैँभरि टेन्सन हुन्छ अब के भिडियो बनाऊ भनेर, र आज चाहिँ म एसपी भएको भिडियो बनाइदिएको। र तपाईँहरू पनि कोही एसपी हुनुहुन्छ भिडियो हेर्ने मान्छे भने भन्नु यसरी हात उठाएर, यस आई एम एसपी भनेर। आजको भिडियो यति नै। र जाँदै म मेरो भ्युवर्सहरूलाई भन्न चाहन्छु धन्यवाद छ तपाईँहरूलाई, धेरै धन्यवाद छ हाम्रो भिडियो हेरिदिनु भएको लागि, हामीहरूलाई सपोर्ट गरिदिनु भएको लागि, र हाम्रो परिवारलाई अलिअलि गर्दै ठुलो बनाइदिनु भएको लागि, हामीहरूसँग जोडिनु भएको लागि धेरै धन्यवाद छ। हामीहरू फेरि यसरी नै अर्को भिडियो लिएर आउनेछौँ। बाई बाई, राधे राधे।